जुन थालमा खाए त्यही थालमा हग्दै हिँड्नेहरू यिनीहरू हुन्। रवि लामिछानेको पार्टीबाट सन्तोष परिवारले नि पार्टी छोडेछन्। यस्ता अवसरवादीहरूलाई राखेर नि काम छैन। जब सांसद बने तबसम्म भत्ता आउँथ्यो नि, पैसा आउँथ्यो नि, तबसम्म चाहिँ मै हो भनेर रवि लामिछानेको पछि लाग्यो, पार्टीको पछि। जब पछिल्लो समय पार्टीलाई अब यतिखेर अब निर्वाचन पनि आउँदैछ, त्यस चुनाव पनि तोकिसकेको छ। अब समानुपातिकमा त नयाँ मान्छेहरू ल्याउने भयो भनेपछि त्यसपछि पार्टी छोड्नेको लर्को लागिरहेछ। समानुपातिकबाट जितेर आउनेहरूको यत्रो पार्टी छोड्ने, अब समानुपातिकहरूमा सबै नयाँ ल्याउने भयो। राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नयाँहरूलाई दिने भए अवसर, अब पुरानोलाई नदिने भएपछि अनि पार्टी छोड्नेमा लर्को लागिरहेछ। फेरि पार्टी छोडेर उता गएर मिलेछन् सन्तोष परिवार। के अरे यता पुरानो दललाई पहिला गाली गर्थे, पुरानो दलले गर्दाखेरि देश बिग्रेको भ्रष्टाचार भएको भन्ने मान्छेले आज गएर उता समन्वय गरेछन्। यस्ता मान्छेहरूलाई अवसर दिएर हुन्छ? प्रत्यक्ष चुनाव लडेर जितेर आउने हैसियत नभएपछि पार्टी छोड्ने काम गर्छन्। यो सुमना श्रेष्ठ पनि त्यही हो। सुमना श्रेष्ठ, यो अहिलेको सन्तोष परियार, यिनीहरूलाई झन् सांसद बनायो रवि लामिछानेले। चिनाकै रवि लामिछानेले हो। यिनीहरू दुईजनालाई को हो भन्ने पनि थाहा थिएन, मलाई त थाहा थिएन। पछि आएर यिनीहरू समानुपातिबाट जितेर आएका सांसदहरू रहेछन्। जब रवि लामिछाने एक्लैले खडा भएर यिनीहरूलाई जिताएर उस गरे नि, अहिले पछि आएर चाहिँ अब यति दुःख पर्दा रवि लामिछाने अहिले छोडेर जाँदैछन्। पछि केही कुनै न कुनै दिन चाहिँ यिनीहरूले सम्झिनेछन् रवि लामिछाने के हो भनेर। यो चाहिँ लेखेर राख्नुहोस् तपाईँहरू सबैजनाले। सांसद ल्याएर बनाए रवि लामिछानेले समानुपातिकबाट। अहिले गएर अब समानुपातिकमा त अब नयाँ मान्छेहरू छान्ने भनिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले, नयाँ युवाहरू लिएर आउने भनेर भनिरहेको छ। अनि समानुपातिकबाट युवाबाट संसद बन्न नपाएपछि त अब प्रत्यक्ष लडेर आउन त हिम्मत हुनु पर्यो नि त। प्रत्यक्ष लडेर जित्दा आउनु त हिम्मत छैन, त्यसै कारणले पार्टी छोडेका हुन् यी सब अवसरवादीहरू हुने।